नमस्ते। आज हामी एउटा निकै चाखलाग्दो विषयमा कुरा गर्दैछौँ, वाइब कोडिङ। सुन्दा अलि अनौठो लाग्ला, तर सफ्टवेयर इन्जिनियरिङमा यसको चर्चा बढ्दो छ। हामीले यसको लागि रेडिटका कुराकानीहरू, केही प्राविधिक ब्लगहरू अनि विशेषज्ञहरूले के भनिरहेका छन् त्यो सबै हेरेका छौँ। हाम्रो आजको छलफलको उद्देश्य चाहिँ यो भाइब कोडिङ आखिर हो के, यसले सफ्टवेयर बनाउने तरिकामा के फरक पार्दैछ र यसको भविष्य कस्तो देखिन्छ त। ल यसमै केन्द्रित हौँ है त। वाइब कोडिङ यो शब्द खासमा आन्द्रेज कार्पाथीले सायद 2025 को फेब्रुअरीतिर पहिलो पटक प्रयोग गरेका हुन्। सारमा भन्नुपर्दा यो भनेको चाहिँ आर्टिफिशियल इन्टेलिजेन्स एआई, खास गरी कोडिङकै लागि भनेर बनाइएका ठूला भाषा मोडेल एलएलएम्सहरू हुन्छन् नि। एलएलएम्स हो, तिनकै मद्दत लिएर सफ्टवेयर बनाउने एउटा नयाँ तरिका हो। यी एलएलएमहरू त कस्तो भने एकदमै धेरै डेटामा तालिम पाएका हुन्छन् अनि मान्छेको भाषा बुझेर कोड जस्ता कुराहरू आफै लेख्न सक्छन्। भनेपछि कस्तो भने मैले समस्या यस्तो छ भनेर सामान्य भाषामा भन्ने अनि एआईले चाहिँ कोड लेखिदिने, त्यस्तो हो? हो, लगभग त्यस्तै नै हो। यसले प्रोग्रामरको काम गर्ने तरिकालाई अलि फरक बनाइदिन्छ। पहिले जस्तो लाइन कोड आफै लेख्नुभन्दा पनि अब चाहिँ एआईलाई सही निर्देशन दिने अनि त्यसले बनाएको कोडलाई जाँच्ने, अलिअलि मिलाउने, परिमार्जन गर्नेतिर ध्यान दिनुपर्ने हुन्छ। कस्तो भने कोड लेख्ने भन्दा पनि त्यो पुरै प्रणालीको वाइब वा अनुभूति मिलाउने जस्तो। भाइब मिलाउने? अनि अर्को दाबी के छ भने यसले गर्दा त्यो सफ्टवेयर इन्जिनियरिङको औपचारिक पढाइ वा गहिरो सिप नभएका मान्छेले पनि सफ्टवेयर बनाउन सक्ने हुन्छन् रे। ओहो, त्यो त साँच्चै ठुलो कुरा भयो नि। पहुँच बढाउने भयो। तर व्यवहारमा चाहिँ कस्तो छ? यसका फाइदाहरू के देखिएका छन् अनि चुनौतीहरू नि? फाइदाहरू त छन्। जस्तै प्रोटोटाइपहरू एकदम छिटो बन्छन्। पहिले घन्टौं दिनौं लाग्ने काम एआईले तुरन्तै गरिदिन सक्छ। हो र? हो नि। अनि अघि भने जस्तै कोडिङ नजान्नेलाई पनि सफ्टवेयर बनाउन सजिलो भयो। यसको एउटा उदाहरण त्यो वाइ कम्बिनेटर भन्ने छ नि, इन्क्युबेटर। उनीहरूको 2025 को विन्टर ब्याचका झण्डै 25% स्टार्टअपहरूको कोड बेस, त्यो सफ्टवेयरको मुख्य कोड लगभग 95% जति एआईले नै लेखेको थियो रे। 95%? हो। त्यो त वाउ। तर खै अघि हामीले हेरेको रेडिटतिर त अलि चिन्ता पनि व्यक्त भएको थियो नि, होइन र? जस्तो एआईले लेखेको कोड चाहिने भन्दा धेरै लामो, भद्दा हुने अनि त्यो सुरक्षाको कुरा पनि। एकदम सही। त्यो चिन्ता एकदमै जायज छ। यो नै अहिलेको मुख्य बहस हो। सबैभन्दा ठूलो डर के हो भने एआईले कोड त बनाइदिन्छ, तर त्यसको भित्री कुरा, त्यो कसरी काम गर्छ भन्ने गहिरो समझ भएन भने त्यहाँ लुकेर बसेका बगहरू वा सुरक्षाका कमजोरीहरू पत्ता नलाग्न सक्छन्। रेडिटमा कसैले भनेका थिए नि, यो सानोतिनो विकेन्डमा बनाएर फाल्ने खालको प्रोजेक्टलाई त ठिकै होला, तर प्रोफेसनल काममा ठूला सिस्टममा यसरी पुरै भर पर्नु त खतरनाक हुन सक्छ। हो नि, किनभने त्यहाँ त कोडको क्वालिटी, पछि मर्मत गर्ने कुरा, डिबगिङ, सुरक्षा सबै चाहियो नि। हो, त्यसका लागि त गहिरो बुझाइ चाहिन्छ नै। यी सबै कुराले गर्दा एउटा प्रश्न उठ्छ के, एआईले सफ्टवेयर इन्जिनियरलाई विस्थापित नै गर्छ त? विज्ञहरू के भन्छन् यसमा? धेरैजसो ठूला विज्ञहरू, जस्तै माइक्रोसफ्टका सत्य नाडेला हुन् वा गुगलका जेफ डिन, उनीहरू के भन्छन् भने एआईले प्रोग्रामरलाई हटाउने चाहिँ होइन, बरु उनीहरूको कामको प्रकृति र चाहिने सिपहरू चाहिँ बदलिन्छन्। सिपहरू बदलिने? कस्तो खालको सिप? भविष्यमा परम्परागत कोडिङ त छँदैछ, तर त्यसका साथसाथै मसिन लर्निङ, डेटा साइन्स, एनएलपी भनेको कम्प्युटरलाई मान्छेको भाषा सिकाउने प्रविधि, अनि आलोचनात्मक सोच, समस्या समाधान र सबैभन्दा महत्त्वपूर्ण निरन्तर सिक्दै जाने बानी, यी कुराहरू झन् चाहिने हुन्छन्। कार्पाथीले सफ्टवेयर 2.0 भन्ने आइडिया पनि ल्याएका छन्। त्यसमा के हुन्छ भने विकासकर्ताले कोड लेख्ने भन्दा बढी समय चाहिँ डेटा जम्मा गर्ने, त्यसलाई सफा गर्ने अनि एआई मोडेललाई चाहिने डेटा सेटहरू मिलाउने काममा लगाउँछन्। भनेको सफ्टवेयर विकास अब कोडिङबाट क्युरेटिङतिर जाँदैछ। क्युरेटिङतिर? तर त्यसो भए मान्छेमा हुने त्यो सृजनाशीलता, त्यो जटिल समस्या सुल्झाउने क्षमता अनि सन्दर्भ बुझ्ने कुरा, त्यसको महत्त्व त रहिरहन्छ होला नि, अझ बढ्छ कि? पक्कै पनि, निसन्देह रहन्छ। एआईले पुरानो डेटा हेरेर
पहिले चलेका प्याटर्नका आधारमा समाधान त देला, तर एकदमै नयाँ मौलिक सोच चाहिने ठाउँमा वा मान्छेको भावना सन्दर्भ बुझ्नुपर्ने ठाउँमा त मान्छे नै चाहियो नि। हो त्यो त हो। अप्रत्याशित समस्या आउँदा वा पुरै नयाँ खालको आर्किटेक्चर बनाउँदा प्रयोगकर्ताले वास्तवमा के खोजेको छ भनेर बुझ्न त मानवीय सोच र सृजनशीलता नभई हुँदैन। त्यसो भए मोटामोटी रूपमा भन्दा भाइब कोडिङ एउटा शक्तिशाली नयाँ औजार हो। यसले सफ्टवेयर विकासलाई छिटो बनाउन, सजिलो बनाउन मद्दत गर्छ। तर यसलाई चलाउँदा होशियार हुनु पर्यो, कोडको अलिअलि ज्ञान राख्नु पर्यो, अनि मान्छेको निगरानी त चाहियो नै। हो, एकदम। भविष्य भनेको एआई र मान्छेको सहकार्य नै हो जस्तो देखिन्छ। सिपहरू परिवर्तन हुन्छन्, विकासकर्ताले नयाँ कुरा सिक्दै जानुपर्छ, तर त्यो जटिल प्रणाली बनाउने, त्यसलाई सुरक्षित राख्ने अनि नयाँ समाधान खोज्ने मानवीय क्षमताको महत्त्व चाहिँ कहाँ जान्छ र? त्यो त सधैँ रहन्छ। त्यसो भए यो सबैको मतलब के हो त भन्दा डेभलपरहरू आत्तिनु पर्दैन, बरु नयाँ प्रविधि सिकेर आफूलाई अझ सक्षम बनाउने मौका हो। यो निरन्तर सिकाइ नै महत्त्वपूर्ण भयो होइन त? हो, तर एउटा प्रश्न चाहिँ मनमा आइरहन्छ के, जब एआईले नै धेरैभन्दा धेरै कोड लेख्न थाल्छ, तब हामीले त्यो सफ्टवेयर विकासमा हुने कला, त्यो गहिरो प्राविधिक समझ, त्यो सृजनात्मकतालाई चाहिँ कसरी जोगाएर राख्ने होला, यो पनि सोच्नुपर्ने कुरा हो।